हेलो एभ्रिवान, सबैजनालाई वेलकम भागी कृष्ण गुरुङ युट्युब च्यानलमा। मलाई अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। मलाई चाहिँ भ्लग बनाउने एकदमै भूत चढेको थियो अनि त्यो मोबाइलले साथ दिएन अनि त्यो भूत उत्रियो, एकछिनमा उत्रियो। अब चाहिँ मोबाइलले साथ नदिए पनि आजदेखि मिनी भ्लग बनाउँछु भनेर स्टार्ट गरिरहेको छु। म चाहिँ अहिले घरमा छैन, म चाहिँ माइती घरमा छु। मेरो हात यस्तो भएर यहाँको म सानो सानो चिज देखाउँछु। यो चाहिँ मेरो मम्मी बाबाको घर बन्दैछ। यहाँ चाहिँ पहिलेको भान्से घर, यहाँ चाहिँ पहिले टिनको घर थियो। अनि यहाँ चाहिँ सिँढी जो बन्यो अब ढलाई छ। अनि म चाहिँ हाम्रो बारीमा मम्मी बाबाले के लगाएको छ त्यो देखाउँछु, हेर्दै जानु। यहाँ देख्न सक्नुहुन्छ छ प्याज यत्रो भएको छ भर्खर, यत्रो हुँदैछ। यहाँ कुखुरा छ। यहाँ आन्टीहरूको, हाम्रो कान्छी आन्टीहरूको प्याजी झन् ठुल्ठुलो भए हाम्रो भए होइन खासै। उता आलु लगाछन्, हाम्रो आलु फेरि यहाँ है 5 किलो लगाएको अरे मम्मीहरूले। त्यही पनि खानालाई थोरै भइसक्यो। पर आँप छ हाम्रो साथीहरू, म देखाउँछु है। त्यहाँ परनिर आँप छ, छक्क पर्नुहुन्छ। कत्रो बुटा हेर्नु त, यत्रो बुटोमा आँप फलिरहेको छ कि उसबाट यत्रो भएको छ। किसिमै छ, छक्कै छ। सायद त्यो कलमे आँप होला, त्यही भएर सानोदेखि फलेको। चाहिँ कुखुरा यहाँ चाहिँ साँच्चै हाम्रो यहाँ नहर राप्ती खोलादेखि यहाँ पानी आउँछ। नहर छ, नहर। अनि हामी चाहिँ यहाँको घर उजारेर यहाँ सामान राख्नको लागि यस्तो बनाएको। यो घर नबन्दासम्म यो चाहिँ मेरो आन्टीहरूको घर। हाम्रो पनि पहिला यस्तै घर थियो, उजारेर यो बनाएको। अनि यो घर पनि अब दुई तिन दिन भन्नाले महिनापछि उजारेर पनि यस्तै घर बनाउँछन् होला। योभन्दा ठुलो बनाउँछन् होला सायद। मेरो माइती गाउँ यस्तो छ, दामी छ। दामी बन्दै जान्ला, सबैको घर ठुलो जान्ला, दामी छ भनौँ। मेरो माइती गाउँ बिचमा नहर छ। चाहिँ यहाँ छु। यहाँ चाहिँ मेरो मम्मी भात पकाउन लागिरहेको मेरो मम्मी देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो यहाँनिर अगाडि, यो घर अगाडि मन्दिर छ। यो चाहिँ हाम्रो बाबाहरूको कुल मन्दिर हो है, कुल मन्दिर। दामी छ, खुइले हल्का दामी छ। अर्को साल पेन्ट गर्छन् होला सायद। यहाँ चाहिँ हाम्रो उखु है, कति राम्रो उखु हो। अब कति दामी हो, कति गुलियो हो यो उखु। साथीहरू खानी बा आउनु होला। चाहिँ दामी उखु है, दामी भन्नाले पनि दामी। यो चाहिँ हाम्रो टोइलेट, पहिलेको टोइलेट। अहिले चाहिँ यो नयाँ घरमा छ, भित्र यो बन्दैछ। यहाँ चाहिँ हाम्रो आँप छ, आँप ठुलै भइसक्यो। यहाँ आँप छ। यहाँ चाहिँ हामीले पहिला यो कुवाको पानी खान्थ्यौँ होइन, यो कुवाको पानी खान्थ्यौँ। अहिले यो कुवा सुकेको छ, यो कुवा बारिदिने अरे तरकारी लाउने ठाउँ थोरै त हुन्छ भनेर चाहिँ हामी धाराको पानी खान्छौँ। धारा यहाँ छ, यहाँ छ धारा, देख्न सक्नुहुन्छ जनाले। अनि गाइस, म चाहिँ के भन्न चाहन्छु भने मेरो युट्युब च्यानललाई सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि मैले
तपाईँहरूको माया पाएँ भने मैले दिनदिनै भिडियो ल्याउन सक्छु कि सायद सानो सानो छोटो छोटो मिनी भ्लग ल्याउन सक्छु होला सायद तपाईँहरूले साथ दिनु होला साथीहरू। यस्तै छ। यो चाहिँ आन्टीहरूको घर। मेरो पनि हाम्रो घरको पहिलाको घरको झ्याल। टोइलेट नयाँ टोइलेटको यो खाल्डो खन्न लाएको सेफ्टी टङ्की चाहिँ भाले छ। ल साथीहरू यति नै हो। यति नै सायद म यति नैमा भिडियो टुङ्गाउँछु होला। यहाँ चाहिँ हाम्रो इँटा छ है, घर बनाउनु ल्याएको होला। अब यति नै हो। म यति भन्दै मेरो भिडियो यहीँ टुङ्गाउँछु। अर्को भिडियो बनाउन कोसिस गर्नेछु। हजुरहरूको माया पाएँ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला। बाई बाई।